मर्निङ गाइज आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला मलाई पनि ठिकै छु आज चाहिँ म जानुपर्ने छ कहाँ भन्दाखेरि आफ्नै बारीमा काम गर्न कसको भन्दाखेरि दाइहरूको हाम्रो त्यो सकिसकेको छ अस्ति दाइको छोरा भतिज आएको थियो अनि त्यहाँ पनि म जानुपर्ने छ सहयोग गर्न फ्यामिली लेट्स गो गाइज मर्निङ गाइज आइसकेको छ म यहाँनिर हो अनि म चाहिँ अहिले घरबाट निस्केर यता आइसकेको छ गाइज होइन अब चाहिँ जानु पऱ्यो काम गर्नु पऱ्यो गाउँमा त यतिको काम गऱ्यो भने त खाना लगाउनु कहाँबाट आउनु होइन गाइज उता पनि काम गर्दैछ उता अर्कैहरू राईहरू दाइहरूले चाहिँ अर्कै त्यहाँ चाहिँ माथि टोलको यता छ यस्तो अनि यस्तो हाम्रो गाउँ चाहिँ यता भिलेज अनि म चाहिँ यता गाइज यसमा चाहिँ हामी चाहिँ दाजु प्रदीपको उसमा काममा हाम्रो चाहिँ प्रदीप सर उता छ त्यहाँ सक्नु तपाईँहरूले उहाँ मेहनती छ अनि यस्तो छ पहिला यहाँ केही नफल्ने ठाउँमा अहिले फलिरहेको छ यहाँ चाहिँ एकदम अहिले झार उम्रिसकेको रहेछ अब यो लास्टै ढिलो भएको छ यहाँ चाहिँ गोड्न सक्नु तपाईँहरूलाई मकै प्रदीप श्रेष्ठ उता छ होइन प्रदीप यहाँ छ घर साउ चाहिँ धेरै कुरा आइरहेको छ यसको चाहिँ यहाँ हामी चाहिँ अहिले ठ्याक्कै आइसकेको छ साउको बारीमा साउजी बोल त साउ नाचु जाए छेंगो दाने और गलु किनेल छु जाए छेंगो साउ कता और घर लिंगन के तन्दा यो त एल्दान म और घर उता चाहिँ को पोजिङको ल्याउ नि अब चाहिँ बिहानदेखि गरेको जम्मा यिनीहरूको यति छ दुईजना देखेर साला घर गरे अनि यता बाँकी छ अझै यति मासम्म आसे दिली हुन्छ म नै हामीलाई चाहिँ अब फलो सलो थाहा भएन अब के मान्छे चाहिँ को चिन्नै गाह्रो हो धेरै यस्तो छ हाम्रो गाउँघरतिर यस्तो बिहानको सिम हो गाइज यो चाहिँ भर्खर काम स्टार्ट भएको छ तर यो यहाँ चाहिँ कुरा बेसी भयो है यसको चाहिँ काम नगर्ने आफ्नै उसमा त्यो अरूले कहाँ गर्छ चाँडो होइन कहाँ हल्लो लिन्जानलाई त हेर्नु सक्नुहुन्छ आजबाट चाहिँ यहाँ राई गाउँमा यस्तो भ्युज आइरहेको छ हाम्रो चोर जस्तो छ यो दुइटै चोर जस्तो छ यो दुइटै कामै नगर्ने गीत के रे अनि यस्तो छ हाम्रो गाउँ घरहरू चाहिँ यता अनि यता घाम ठाउँ कता रे यता कता रे यता यता अनि यता तैँले चाहिँ बासझ्याङ पनि यता छ चाहियो भने आउनु होला तपाईँहरूलाई सम्पर्क गर्नु होला उयो साजन सिंहलाई बास चाहियो भने अनि प्रदीपलाई मकै चाहियो भने चाहिँ अनि गफ हान्नु पर्छ मसँग आउनु तपाईँहरू काम गरेर त खतरा गर्छ आफ्नोमै यस्तो मेहनती छ अनि यो चाहिँ बसिरहेको छ आमाले काम गराइरहेको छ अब लेट्स गो म पनि अब स्टार्ट गर्नु गइरहेको छ यो चाहिँ गयो उता अनि यहाँ छ म मेरो चाहिँ यो अहिले हान्नुपर्ने छ काम गर्नुपर्ने छ होइन पर्दा चाहिँ त्यही भागिसकेको छ एउटा चाहिँ म आउने बित्तिकै अब चाहिँ काम मैले गर्दैछ यता दिनको सुरुवात आज यहाँबाट हेटर नि मासु झन् चिन्दा रे अघिको भन्दा अलिकति बेसी बढेको छ पिकअप अहिले चाहिँ यहाँ छ झारको कारणले चाहिँ अलिक ढिलो भइरहेको छ यो तान्नु एकदम गाह्रो पसिना चुयो हाम्रो यहाँ धेरै कुरा गर्न सक्नुहुन्छ त्यहाँ उता बस्ने केटा चिन्नुहुन्छ भने कमेन्ट गर्नु होला तपाईँहरूले युट्युबरहरू युट्युब फ्यामिलीहरूले सक्छ यहाँ कमेन्ट गर्नु अब चाहिँ काम सक्छ कि डबल तानेको जसले चाहिँ अगाडि तान्ने साझनै अनि पछि म तान्ने मैले यो हलोले हलो कि के हो यो नाम थाहा छ भने भन्नुहोस् नाम मैले थाहा छैन मर्थे कि क्या हो ठुली भन्ने जस्तो लागिसकेको छ गाई चाहिँ एकदम दुःख छ काम गर्न त कहाँ रहनु बाध्य त हो गाई यस्तो छ हलै नगाडेको हो कि साजन हो कि होइन चिन्नुहुन्छ भने कमेन्ट गर्नु तपाईँहरूले यसलाई उता छ बसिया छ त्यो त 24 घन्टा हुनुहुन्छ 2 घन्टा अहिले चाहिँ हामी यहाँ छ अब चाहिँ काम गर्नु पऱ्यो फास्ट
यता छ फर्किसकेको छ काम गरेको चाहिँ अहिले फर्किसकेको छ काम गरेर चाहिँ म घर नाचिसकेको छ अहिले चाहिँ खुट्टा यस्तो यस्तो फोहोर भइसकेको छ अनि कपाट चाहिँ हातमा छ प्यान्ट चाहिँ ट्र्याक अनि अहिले म घर जान्छु सुनले त्यस्तो एकदम गर्मी भयो यता छ अहिले नसकेर म चाहिँ घर फर्क्यो एकदम साथी भएन कि तान्नुलाई मलाई त्यहाँ त्यही कारण लास्टैको छु हो मार पऱ्यो तर उहाँले म तान्नु भएको छ एकदम तपाईँलाई म चाहिँ यहाँ छ यस्तो अहिले चाहिँ पहिला चाहिँ यो यतातिरको बालीमा चाहिँ के नहुन्थ्यो यतातिर चाहिँ पुरै धुलो उठ्थ्यो कि यस्तो बाज हुन्थ्यो अहिले हरियाली भएको छ यता चाहिँ पहिलाभन्दा अहिले विकास भएको छ सबै आफूले गरेको छ मलाई यही चाहिँ राम्रो लागिरहेको चाहिँ अहिले घर फर्किँदैछ म यहाँ छ पसिना फुटिसकेर आइसक्यो भने काम त गर्नु पऱ्यो अरू काम गर्नु सबै यो यति त गर्नु पऱ्यो नि होइन र यस्तो म यस्तो भए पछि सकिसक्यो होला एकदम झारै भएको अस्ति पानी परेर यता भिडियो भयो कि त्यो कारणले भएको होइन